नमस्ते गाइस। आज चाहिँ मैले मेरो भान्सामा चिकन बिरयानी बनाउँछु भनेर सोचिरहेको छु। मैले चाहिँ अहिले अगाडिको भिडियो त लिन पाएन। मैले बनाउँदै याद आयो, फर्स्ट टाइम बनाइरहेको छु भनेर रहर पनि लागेर। अनि यहाँ चाहिँ मैले 2.5 केजी चिकन छ, होल चिकन हो यो चाहिँ। अनि हाम्रो चाहिँ धेरै फ्यामिली भएको हुनाले ठुलै चिकन लिएर चिकन बिरयानी बनाउँदैछु। अब प्रोसेस अगाडि बिरयानीको लागि के हुन्छ हेर्दै जानु ल। बास्ना मिठोको लागि मैले 2वटा तेजपत्ता राखेँ यसमा। अब चाहिँ यसमा चाहिँ मैले यो बिरयानीको लागि चाहिने चामल एड गर्दैछु। यसलाई मजाले पहिला मैले उमाल्छु र यसको पानी तारेर बनाउँछु। प्याज तार्नको लागि, ब्राउन गराउनको लागि थोरै तेलमा गराउँदैछु मैले। यसमा चाहिँ मैले चप गरेको यो प्याजलाई राख्छु। त्यसपछि यसलाई मैले चाहिँ ब्राउन कलर नहुँदासम्म अब चाहिँ मैले यहाँ मासुको लेयर गराउँदैछु। यसमा हल्का मासु राख्दै फेरि यहाँ मैले उमालेर राखेको चामल राख्दै हल्का घिउ राख्दै गराइराखेको छु।